नमस्कार सम्पूर्ण साथीहरूलाई इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। स्किप नगर्नुहोस्, पुरा भिडियो हेर्नुहोस् र आफू पनि बाँच्नुहोस्, अरूलाई पनि बचाउनुहोस्। मन पर्यो भने सेयर गरिदिनुहोस् ताकि अरू साधारण मान्छेहरूले, जनसाधारणले पनि बुझोस् ल साथीहरू। अहिले फेसबुक पुरा फेसबुक प्रोफाइल पेज पुरा सस्पेन्ड हुँदैछ। कसरी किन सस्पेन्ड हुँदैछ भन्दाखेरि नि साथीहरू, क्लिक बेट पोस्ट, इङ्गेजमेन्ट बेट, फेक इङ्गेजमेन्ट। अब यो क्लिक बेक पोस्ट कस्तो भन्दाखेरि चाहिँ मेरो पोस्टमा आएर तपाईँले लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, अन्त मेरो जति पनि फलोवरलाई रिएक्सन दिएर तपाईँले लानुहोस् होइन। 5 वटा सेयर लाइक गर्नुहोस्, 5 वटा रिएक्सन गरिदिनुहोस् अनि सेयर गरिदिनु भयो भने म तपाईँको प्रोफाइललाई प्रमोसन गरिदिन्छु होइन। यति एउटा फलोवर दिन्छु, उति एउटा फलोवर दिन्छु भनेर यो क्लिक बेट गर्छ नि, जबरजस्ती लाइक कमेन्ट गराउँदैछ। त्यस्तो लाइभ फेसबुकले खोजी खोजी पुरा डिलिट गरिदिँदैछ, एकदम फेसबुकले डिलिट गर्दैछ। इन फ्युचरमा तपाईँहरूले राम्रोसँगले अर्निङ गर्नु चाहनुहुन्छ भन्दाखेरि, सोसियल मिडियाको पावरलाई चिन्नु चाहनुहुन्छ भने चाहिँ आफ्नो सबै कुरो ठिकसँगले राख्नुहोस्। यसरी फेक इङ्गेजमेन्टहरू नल्याउनुहोस्। फेक इङ्गेजमेन्ट भनेको हो त्यस्तै हो, यहाँ लाइक गरिदिनुहोस्, यहाँ कमेन्ट गरिदिनुहोस्, मेरो सेयर गरिदिनुहोस्, हेन गरिदिनुहोस्, चेन्ज गरिदिनुहोस्। यो गऱ्यो भने चाहिँ तपाईँको फेसबुक पूर्ण रूपले डिलिट गरिदिँदैछ। अहिले एकदम एउटा औरत रुँदै थियो 2 लाख फलोवर हो, पुरा फेसबुकै डिलिट गरिदियो होइन। यसरी भइरहेको छ। फेक इङ्गेजमेन्टहरू नल्याउनुहोस्, इङ्गेजमेन्ट बेट नगर्नुहोस्, क्लिक बेट नगर्नुहोस्। यहाँ दिँदैछु म, हेर्नुहोस् ल, लामो हुन्छ भिडियो। अनि तपाईँहरूले यस्ता जबरजस्ती लाइक कमेन्ट सेयर माग्ने पोस्टहरू फेसबुक विपरीत मानिन्छन् हो साथीहरू। अन्त मौलिक ओरिजिनल कन्टेन्ट बनाउनुहोस्, सही जानकारी मात्र सेयर गर्नुहोस्, दर्शकलाई जबरजस्ती होइन। गुणस्तरीय कन्टेन्ट आकर्षित गर्नुहोस्, फेसबुकको कम्युनिटी स्ट्यान्डर्ड्स पालना गर्नु साथीहरू ल। यहाँ सबै लेखेर दिँदैछु होइन मेरो क्याप्सनमा, त्यो पनि राम्रो पढ्नुहोस् र बुझ्नुहोस् र मन पर्यो भने लाइक कमेन्ट र सेयर गर्नुहोस्। मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु साथीहरू। यस्तै तपाईँहरूलाई जानकारीयुक्त म भिडियो बनाएर दिने गर्छु र शुभ बस्नुहोस्, शुभरात्रि सबैलाई। सेयर गरिदिनुहोस्, आफ्नो परिवारको ख्याल राख्नुहोस्। धन्यवाद। जय गोर्खा, जय हिन्द। हेरिदिनु भएकोमा धन्यवाद।